अनि टुडे हियर आई एम विथ अनि यो 12 बजेको भनेर कसले पत्याउँछ कसैले पत्याउँछ अहिले देखाइदिएन घडी छ घडी फोनमा देखाइदिएन घडी त छ तर यसमा टाइम देखाएको छैन अहिले 12 बजिरहेको छ गाइस अनि यस्तो अँध्यारो भइसक्यो अनि अहिले चाहिँ हामी हिँड्दैछौँ अनि हामी चाहिँ कन्यामसम्म चाहिँ हिँड्दै जाने अनि त्यहाँबाट चाहिँ गाडी चढ्ने भनेको किनभने गाडी नै आएन You know what, Icha? We are walking in the wrong way. हामी उताबाट राइट वे जानु त हामीको भएन अनि हामी चाहिँ जाँदैछौँ अहिले हामी कन्याममा छौँ यस्तो हुँदैछ नि गाइस सो यस्तो पानी परिरहेछ नि गाइस अनि ठ्याक्क हामी फिकल पनि आएको होइन अनि ठ्याक्क पानी पनि पर्यो अनि अब भने अघि हिँड्दाखेरि चाहिँ ठिक्क मौसम थियो अहिले चाहिँ पानी परिरहेको के हुने हो थाहा छैन So yeah, we are finally here at Buddha Park जुन चाहिँ एकदम हुस्सु लागिरहेछ अहिले तर एकदम दामी देखाएको छ जानु हुन्छ जस्तो सोचेको थिएँ तर त्यस्तो ए टिकट हो कति रुपियाँ हो एकजनाको 20 रुपैयाँ ए दिनुहोस् न ल दुईटा हुन्छ यही कन्यामदेखि हो नि नेपाली त हो त ओ डिफ्रेन्ट छ किन हाम्रो भाषा इन्डियन जस्तो पहिला थिएन त है टिकट यो देखाउनु पर्छ कि डेभलप्ड भइसकेछ अर्को पालि आउँदा नै टिकट लिएर आउने अर्को पालि आउँदा त 20 बाट 50 पुग्छ है सो हामी फाइनली माथि आइपुग्यौँ अरे लुक ओमाने पेम्यौँ दर्शन गर्छौँ अब हामी सो yeah, we are here to click some photos अनि पारो पाइराखेनौँ अनि कस्तो राम्रो देखेको अनि यो पछाडिको साउन्डले त झन् ओ माई गड कस्तो राम्रो भाइब दिएको क्या मलाई पिसफुल भाइब दिएको त बोल्दैन आएको ओ माई गड अनि त्यही हो अनि मान्छेहरूले चाहिँ हामीलाई पागलै सम्झिन्छ होला यस्तो चिसो मौसममा हामीले यस्तो कपडा लगाएर आएको छ नि त त्यही भएर उनीहरूको पालो सक्यो कि सकेन अब पालो दिनै पर्यो सबैलाई फोटो खिच्नलाई हामीलाई मात्र मिल्दैन होला एकदमै पानी परेको अवस्था अनि कस्तो चिसो भयो अब चाहिँ तर अनि यहाँ हेर्नु न कस्तो राम्रो फुल कस्तो पानी पर्यो अब आफन्तकोमा गएर खाजा खानुपर्छ सो गाइस सो के अरे पानी चाहिँ रोकेर जस्तो छैन अब एकछिन रोकेर जस्तो तर अहिले चाहिँ एकदम यस्तो पानी परिरहेको झन् ठुलो पऱ्यो के गर्नु त पनि नचाहिँ ब्लग पनि लिएको भयो इन्कम्प्लिट होला जस्तो हामीले चाहिँ बट नो वरिज हामी जसरी पोस्ट गर्दा मिल्नेवाला छ त्यही हो गाइस पानी परिरहेछ यस्तो पानी झरी भइरहेछ त्यही पनि हामी फोटो खिच्न आइरहेछ अनि नट ओन्ली अस एभ्री वान के यति क्रेजी तर किन नहोस् हामीले 20 रुपियाँ तिरेछ यहाँ आउनु बिबी साडी सुयो गएको त लजा म रिग्रेट गरिरहेको छु व्हाइट लगाएकोमा तर फोटोहरू राम्रो आएको छ अनि कस्तो यसको झन् कस्तो व्हाइट प्योर व्हाइट छ क्या मेरो चाहिँ अलिकति अफ व्हाइट छ नि त त्यही पनि यस्तो भइसकेको छ अनि त्यही मैले हेर्नु यहाँ कहाँ माथि लगाएको छु यो फोल्ड गर्न पनि मिलेन अनि अवस्था यस्तो छ मेरो अनि कस्तो राम्रो देखेको यार यति अनि त्यही हो अनि हामी यतिकै वकको लागि हिँड्ने धेरै यसै समाएर हिँड्नु परिरहेको गाइस गाह्रो भयो झन् अघि त फोटो खिच्नु भने बसाइ त पछाडि चिसै भयो कि
हो ओ यहाँ यस्तो चिसो होइन ए, दाग चाहिँ लागेन रहेछ। दाग लाग्यो भने म मरिहाल्थेँ नि ती उयो पनि मेरो आफन्तकै हो होटल होइन यो यताको छातो देखिरहेको छ नि त्यो पनि होइन नियन चिन्छ मलाई थाहा छ त्यही पनि फाइन हामी यसरी हेरिरहेछौँ लाइक मेरो त झन् माथि नै सबै समाएर हिँड्नु भइरहेको कि नबटायो के भन्दा नि हेरेर के भन्दैछु भने अहिले ऊ त्यस्तै सानो घर हुनुपर्छ ऊ त्यो ब्लू कलरको अगाडिको त्यस्तै सानो चिटिक्क त्यो उनको स्वेटरमा देखाएको थियो नि त्यस्तै घरको अनि गार्डन होस् वरिपरि यस्तै थाहा होस् जे होस् मतलब घर चाहिँ जे भए पनि जत्रो भए पनि आफ्नो चाहिँ होस् कि बरु अरूको घरमा बस्दाखेरि कस्तो हुने कि मतलब रेन्टमा बस्दाखेरि आफै सोच न आफ्नो जस्तो नहुने कि यसको चाहिँ कहाँ हुन्छ हो आफ्नो त अचम्मै छ हुन त यतैको मान्छे स्वाभाविकै हो त्यही पनि धेरै होइन त्यो बौद्ध धाममा चाहिँ लाइक पहिला मेरो घर यहीँ हुन्थ्यो होला तर मेरो ग्रान्ड प्यारेन्ट्स चाहिँ लाइक उता सर्नु भएको क्या अनि त्यहाँ पनि गएर हामी वेयर भन्नुपर्छ हियर ए हामीले हियर भन्ने बिर्छ त नि वेयर मात्रै भन्यो त नि यस्तो पनि हुन्छ यस्तो यस्तो कहिले कन्टेन्ट क्रिएटर बन्दैन क्या यस्तो पाराले म त हुँदैन होइन है कन्टेन्ट क्रिएटर मैले बिर्सेँ मैले वेयर मात्र होला भन्नु थालेर अनि म किन हाम्रो हेर्दै मुसुक मुसुक हाँसो किन होला खै तँलाई चिने कि नभए नो नो आई डोन्ट नो मैले पनि यस्तो गरेँ हामीलाई त फेमस भ्लगर सब्जी कि क्या भयो अनि फोटो खिच्न आउँछ मजा होइन रौजिना चाहिँ भयो तर यो चिसो बतासले मेरो के भन्छ नि के भयो बिस मलाई तर यताको घरहरू चाहिँ यता सबै मेरो मामेमेकै घर हो तर ग्रेट ग्रान्ड प्यारेन्ट्स अनि त्यही हो वी आर डन विथ द फोटोसुट हामी चाहिँ गुम्बा थियौँ फोटोसुट गर्न दर्शन पनि गऱ्यौँ फोटो पनि खिच्यौँ अब घर जान्छौँ हामी चाहिँ अनि एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के हो भने मैले यसरी भ्लग बनाउँदै हिँड्दै थिएँ नि त अनि के अरे कुनै कसै मान्छेले चाहिँ होइन मलाई लाइक फेमस भ्लगर जस्तो सम्झिसक्यो अनि पुरै के अरे मलाई कस्तो यस्तो गरी उनीहरू पनि हाँसेर मुसुक्क हाँसेर त्यही भने कस्तो राम्रो लाग्यो मान्छेहरूको होइन अब कति युट्युबरहरूको कति टिकटकरहरूको कति इन्फ्लुएन्सरहरूको चाहिँ फ्यान फलोइङहरू लाइक कम सानो एजकै हुन्छ कि प्रायः टिन एजहरूकै हुन्छ होइन अब मेरो चाहिँ ज्येष्ठ नागरिकहरू यो युनिक भएन त भयो होइन आइम सो स्केयर्ड अफ देयर गड्स कुलदेउतालाई के भन्छ इङ्ग्लिसमा जे होस् त्यही उनीहरूको त मरेपछि नि यस्तोतिर जान्छ अनि फेरि के भन्नु लागेको थियो भने नि बिर्सेँ क्या मैले के भन्नु लागेको थिएँ बिर्सेँ ला अब मलाई कस्तो भयो के बिर्सेँ कि बिर्सेँ भयो हामी फिकल आइपुगेर पनि फेरि अटोमा चढिसक्यो लिएर प्याक छ भन्छ बुझे भइगएन हाई गाइस वेलकम टु माई भ्लग अनि आज चाहिँ डे 2 हो अनि त्यसपछि आज चाहिँ हामी देउराली डाँडा र गुगल पोइन्ट जाने भनेर सोचेका छौँ लेट्स सी अनि पहिला चाहिँ हामी देउराली डाँडा हुँदै जान्छौँ यहाँ कन्यामबाट माथि चढेर अनि त्यसपछि आज हामी पुरै सेलरोटी घुमाउन लागेको छौँ होइन यस्तो गर्ने हो क्या यहाँ कन्याम लेखेकोबाट माथि चढ्ने देउराली डाँडा हुँदा हुँदै अर्काटी पुग्ने होइन अनि त्यतैबाट गुगल पोइन्ट छ के अनि भरे यतै फर्किने अनि त्यही हो अनि आज चाहिँ मलाई कस्तो अल्छी सिधै हो क्या कन्याम लेखेको ठाउँ कहाँ छ नानी अनि आज चाहिँ मलाई यस्तो के भएछ हिजो लाइक त्यो हामी त्यो चिसोमा हिँडेर होला होइन
खै के भएको छ मलाई कस्तो त्यो झ्याप भइरहेको छु क्या म पुरै। अनि आज मेरो केही छैन आउटफिटमा, बेसिक छ सबै कुरा। अनि उहाँ चाहिँ पुतली जस्तो भएर आउनु भएको छ। मलाई त यस्तो फिल भइरहेको छ कि मैले कुनै सेलिब्रेटीलाई घुमाइरहेको छु जस्तो के। अब हुन्छ नि सेलिब्रेटीको साथी भएपछि त्यसो। अनि बाटो चाहिँ एकदम खतरनाक छ कि यहाँ, त्यही भएर हाम्रो आउटफिटसँग म्याच भएन भन्दाखेरि त म्यामको आउटफिटसँग म्याच हुँदैन है बाटो। अनि रास्तै मेरो स्वर पनि मतलब के भन्नु, बोल्न पनि अल्छी लागिरहेछ क्या, त्यस्तो भइरहेछ मलाई। त्यही पनि यहाँ यति त के त्यो माइग्रेन भयो जस्तो, माइग्रेन हुँदा यति पनि दुख्छ होइन? दुखिरहेछ। अनि त्यही हो गाइस, अब हामी देखाउँछौँ तपाईँलाई कहाँ कहाँ जान्छौँ भनेर। मैले यसो विचार गरेको म भ्लग गर्दाखेरि क्यामेरामै हेर्दिनँ क्या। त्यही पनि आई विल ट्राई माई बेस्ट। हामी ठ्याक्क भन्ज्याङबाट माथि चढ्यो अनि त्यसपछि हामी यहाँ उकालो जाँदैछ। अनि हामीलाई पुग्नुपर्ने धेरै माथि यहाँतिर हो। वी आर स्ट्रगलिङ दिस इज जस्ट फर इन्स्टाग्राम पोस्ट, इन्स्टाग्राममा हाल्नुको लागि। कस्तो मिठो हावा आइरहेछ कि यहाँ। इग्नोर मेरो यो बिग फोरहेड होइन, किनभने हावाले उडाइरहेछ। अनि कस्तो आनन्द आइरहेछ है। यतातिर ड्राई पिकनिक गर्नु मजा आउँछ। तर पहिला यो ठाउँ सबै होइन पिकनिकै पिकनिक हुन्छ। आजकल चाहिँ अलिक पिकनिक गर्नु छोडेछ। अनि सबै यो पिकनिक एरिया हेर्न कस्तो यो ननसेन्सहरू हेर, सबै चिजै त्यही क्या। कस्तो खानु त आउनु होइन, तर डस्टबिन पनि राखिदिएको हुन्छ कि। अब त्यो डस्टबिनलाई चाहिँ इग्नोर गर होइन, तर राखिदिएको थियो क्या पहिला डस्टबिन पनि। अनि डस्टबिन त मान्छेहरूले चोरेर लगिदिने हौ। डस्टबिन पनि छोडेर भने ननसेन्सहरू। अनि हेर्न सिसा छ यो बाटोमा, मान्छेहरू टाटिँदैन खुट्टाहरू। खानु त खानु, तर एउटा हुन्छ नि सदुपयोग भन्ने चिज। भन्न है čia. You are absolutely right. I am always right, by the way. No, sometimes she is wrong, but she doesn't. So हामी यहाँ माथि देउराली डाँडामा आइपुग्यो होइन. अनि कस्तो मिठो हावा आइरहेछ गाइस, कस्तो मिठो हावा आइरहेछ. अनि उही चाहिँ आउँदैछ त्यहाँनिर सेलु पग्लु. कति कहाँ कति बेला पारिस धेरै छैन गाइस. तर यो हाम्रो एफर्ट अनुसार चाहिँ यस्तो भिडमा गई अनुसार चाहिँ लाइक यति पनि धेरै नै हो. त्यही हो. आउनुस् म्याम, आउनुस् प्लिज. अब we need to go. हाम्रो हुन्छ तर त्यो सबै काट्छ क्या मान्छेले. एक दुईटा तिनटा दिता. हामी चाहिँ देउराली डाँडाबाट चाहिँ अघि हिँड्यौँ होइन. अनि लाइक 5 to 10 minutes जति भयो होला होइन हामी हिँडेको रोडमा. अनि त्यही भुटिँदै गइरहन्. अनि माथि चाहिँ कति हावा चल्दै, यहाँ चाहिँ हावै चलाएर कस्तो यहाँ चाहिँ कस्तो त्यो तरेको जस्तो हप भइरहेछ. माथि चाहिँ फोटो पनि खिच्न दिएन राम्रो. एस्थेटिक बनेर गएको के बनाइदियो स्पेसियली उसलाई के. म त अब यस्तै बेसिक नै गएको थिएँ. स्कार्फ लगाएर माथि उस्तो आएर कस्तो मजा आएर राम्रो भएर गएको थिएँ. तर स्याडली यहाँ हावालाई मन्जुर रहेन. अहिले चाहिँ हावाले पनि त्यतिकै छोला त्यो भनेको हो कि के थाहा. होला. अनि मलाई चाहिँ यहाँको मान्छे त होइन, यहाँको मान्छेहरू त सबै गर्छ होइन. तर घुम्न आउने मान्छेहरू जो पनि हुन्छ नि उनीहरूले चाहिँ उनीहरूको बानी चाहिँ मन परेन है मलाई पिछिक्कै. जहाँ पाइ त्यही के ल फोहोर पनि यस्तो लाइक सिसा क्या फट्का फ्याटहरू है. ननसेन्स.
हामी जेएनजी हो फेरि आन्दोलन गर्छौँ नि आन्दोलन होइन के दौरा अहिले ऐसेलु अलिक पाक्ने बेला भएको रहेन रहेछ क्या हो होइन उतातिर त भइसक्यो यता चाहिँ हालेन यता चिसो मौसम हुन्छ नि त प्रायः त्यही भएर त्यो हात पनि गलिसक्यो कस्तो अल्छी लाग्छ अब दोकान हो दोकान गएर मात्र यसलाई चाहिँ हामी डुडे गएर भन्छ हामी चाहिँ दोकान गएर पनि रेस्ट गरेर पनि अनि अझै गुगल पोइन्टमा जाने भनेर आएको होइन बट देन लाइक धेरै नै कस्तो हुस्से आयो क्या हेर्नु न गाइस कस्तो डरलाग्दो आएको छ तर कस्तो दामी देखेछ है अनि अनि त्यसपछि अब हामी चाहिँ यतिकै यता फोटो खिच्ने अनि भोलि पर्सितिर आउनु किनभने पानी पऱ्यो भने गाह्रो हुन्छ हामीलाई पनि किनभने छाताले मात्रै छेक्दैन नि त अनि मलाई फेरि जान्छ एउटा अनि त्यही माथि मलाई भिजेको मन पर्दैन त्यही भएर आफू जोगिन मलाई भिजाउन नि दिएछ अनि कस्तो राम्रो देखिएको क्या दामी देखेको तर जङ्गल कम्ती भयो सो गाइस हामी चाहिँ गुगल पोइन्ट पनि गएर आयो अनि हामीलाई कस्तो के भन्नु त्यो नेगेटिभ एनर्जी आयो नेगेटिभ एनर्जी आएर चाहिँ हामी चाहिँ आधी बाटोबाटै फर्केर आएको त्यही हो अनि त्यहाँसम्म चाहिँ अघि चाहिँ कस्तो चिसो भएको थियो हुस्से पनि कस्तो लाग्यो अझै कस्तो क्लियर भयो क्या एकैछिनमा यस्तै हो यहाँको वेदर चाहिँ जुन कि मलाई मन पनि पर्छ घरिघरि कोही बेला मन पनि पर्दैन मेरो राइट चाहिँ ठिक छ मिडल मन पर्छ भन्छ मन पर्दैन भन्दिनँ अब एक दिनमा चारवटा मौसम कहिले पानी पर्छ कहिले चिसो लाग्छ कहिले घाम लाग्छ कहिले गर्मी हुन्छ कहिले जाडो हुन्छ त्यस्तै यहाँ धेरै धेरै खालको मौसमहरू हामीले के भन्छ फिल गर्न सक्छौँ एकै दिनमा सो हामीले त्यो एकै दिनमा नि 1 घन्टामै त्यही कुरा चाहिँ यहाँको खास छ धेरै त मलाई चाहिँ अघि चिसो भइन्छ चाहिँ नाक कस्तो फ्याट ड्याम्म बन्द भएको थियो होइन अनि अहिले चाहिँ अलिक त्यस्तो केही भएको छैन सो हामी चाहिँ सबैभन्दा टुप्पोमा छौँ अनि कस्तो राम्रो भइरहेछ उहाँले चाहिँ फोटो खिच्नु हुँदैछ अरे त अनि त्यही हो आज त कस्तो घुम्दा घुम्दा थकित भइरहेछ नि त्यही भएर भ्लग गर्ने पनि यस्तो पनि चलेको छैन हुन त कुनै जबरजस्ती त छैन त्यही पनि हे सो गाइज हामीले चाहिँ टिकटकहरू बनायो अनि त्यसपछि भिडियोजहरू बनायो अनि फोटोजहरू लियो अनि त्यसपछि चार्ज पनि के भन्छ घटिसकेको छ 8% मात्रै भएको छ त्यही भएर अब चाहिँ हामी जाने अनि स्टिल द मौसम इज सो फगी अनि अब हामी लाग्ने उहाँले सक्नु भएको छैन मेरो चार्ज सक्यो बिहान त्यही भएर अब एकछिनमा भेट्छौँ बाई बाई हुन्छ आज चाहिँ हामी अन्त्य जाँदैछौँ हामी फिकलमा आइसकेको छौँ आजको वातावरण एकदमै हुस्से लागेर 5 बजे तपाईँ हुस्सेसँगै पानी आइरहेछ अब हामी अहिले बाटोको सफर देखाउँछौँ टाइम चाहिँ तपाईँ कति बजे भन्नु हामी चाहिँ अन्त्य आइपुग्यौँ अनि के हाँसेको खिचिदिए हाँसी पो बस्छ हौ अनि त्यसपछि यो चाहिँ पोखरी हो हामी हिँड्छौँ आज मेरो नयाँ रूप देखिएको अवस्था अनि यस्तो छ म कनाइदिन्छु नाइ भन्छ अनि भाग्छ भनेर नि हेर बिचरा क्युट हेलो के भयो चुप लाग्ने मेरो मन फेस पनि छैन हाई उकालो चढिरहेको छु
गाइस हामी चाहिँ अन्त पुगेर पनि फर्क्यौँ अनि त्यो चिसो छ अहिले चाहिँ अनि मैले चाहिँ भ्लग गर्न बिर्सेछु बाइ द वे अनि चाहिँ म अहिले एक्लै छु एक्लै अनि दुईजनाले मलाई छोडेको अवस्था अनि कस्तो राम्रो साउन्ड आइरहेछ भने नि कुहु 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 अरे मलाई त हाँस पो उठ्यो छ्या किन हाँसेको अनि हुन चाहिँ हामी अन्तुमै छ क्या अहिले माथि डाँडा पुगेर चाहिँ फर्क्यौँ भन्नु खोजेको मैले चाहिँ हामी अन्तुमै छौँ तर माथिको डाँडा चाहिँ हामीले फोटो खिच्यौँ त्यस्तै गऱ्यौँ किन किन के भयो सो हामी घर आइसक्यौँ बल्ल बल्ल कस्तो बाटोमा पानी पर्यो अनि धन्न एकजना भाइ थियो अनि त्यसकै छातो ओर्दै आएको हो भने हेर्न चुरे जस्तो देखिरहेको थियो कस्तो राम्रो भएर गएको थियो कस्तो भएर आयो त्यो जे होस् तर अब के गर्नु त अब पानी कहिले रोकिन्छ भनेर बस्यो भने त कहिले पनि घुम्न पाउँदैन त्यही हो सो या दिस इज द एन्ड आजको लागि यति नै भोलि चाहिँ हामी मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला फेरि पानी पर्यो ल बाई बाई